गुड मर्निङ, नमस्ते। सम्पूर्णमा लोकतन्त्र दिवसको हार्दिक शुभकामना। राष्ट्र शान्ति, समृद्धि र सुशासनको बाटोमा अघि बढोस् र ती तमाम सुकुम्बासीहरूलाई पनि लोकतन्त्र दिवसको शुभकामना जो लोकतन्त्र दिवसको भोलिपल्ट अर्थात् वैशाख 12 गते शनिबारको दिन सुकुम्बासी बस्तीहरूमा सरकारले चलाउने भनिएको डोजरको सन्तासमा बस्न बाध्य छन्। यो कस्तो लोकतन्त्र हो? के जनताले यस्तै लोकतन्त्रको परिकल्पना गरेका थिए? सायद कसैले पनि गरेको थिएन होला। हामी कहाँ एउटा आधारभूत मान्यता छ कि गरिबीलाई हटाउने हो, न कि गरिबलाई। सहरलाई सुन्दर बनाउने नाममा ती सुकुम्बासीहरूको वासस्थानको वैकल्पिक व्यवस्था नगरिकन यसरी हठातमा हँचुवाको भरमा तिनीहरूलाई बेघर बनाउनु निन्दनीय छ र नागरिकको तहबाट यस कार्यको विरोध हुनु जरुरी छ। तपाईँ काठमाडौँलाई संसारकै सबैभन्दा सुन्दर र विकसित राजधानी बनाउनुहोस्। यसमा जनताको पनि पूर्ण साथ र समर्थन रहनेछ। तर जो वास्तविक सुकुम्बासी हुन् तिनीहरूको वासस्थानको उचित व्यवस्थापन नगरिकन तिनीहरूलाई उठीवास लाउनु सायद पक्कै सही होइन। नेपालको संविधानको भाग 3 मौलिक हक अन्तर्गत धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ। तर यहाँ सम्मानको त कुरा छोडौँ, जनताको बाँच्न पाउने हकको समेत उल्लङ्घन गरिँदैछ। यो संविधानको गम्भीर उल्लङ्घन हो। सरकारले हाललाई सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे सूचीको बुँदा नम्बर 91मा सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरिनेछ भन्ने उल्लेख गरिएको छ। त्यसैले वास्तविक भूमिहीन सुकुम्बासीहरूको वैकल्पिक वासस्थानको व्यवस्था नभइन्जेल तिनीहरूमाथि डोजर चलाउनु हुँदैन। सुकुम्बासी बस्ती या अरू कुनै पनि कुरा राष्ट्रको समृद्धिको बाटोमा तगारो बन्नु हुँदैन। सरकारले गर्ने हरेक सुशासन, शान्ति र समृद्धिको कार्यमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ। तर सरकारले गरेको गलत कार्यको विरोध हुनु पनि जरुरी छ। यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो। मैले पनि थापाथली स्थित सुकुम्बासी बस्तीलाई नजिकबाट निहाल्ने मौका पाएको छु। त्यहाँ थुप्रै ससाना बालबालिकाहरू, वृद्धवृद्धाहरू छन् र सुत्केरी गर्भवती महिलाहरू पनि होलान्। तिनीहरूको उचित व्यवस्थापन गरेर वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरेर मात्र डोजर चलाउनु उपयुक्त होला।